नमस्ते। आज हामी एउटा यस्तो विषयमा कुरा गर्दैछौँ जसले इतिहासलाई नै परिवर्तन गरिदियो। आजको यस प्रस्तुतिमा हामी गौतम बुद्धको जीवन र बुद्ध जयन्तीको वास्तविक महत्त्वलाई केलाउनेछौँ। यो केवल एउटा ऐतिहासिक कथा मात्र होइन, संसारभर फैलिएको शान्तिको सन्देश पनि हो। आउनुहोस् सँगै बुझौँ। ल अब सिधै विषयवस्तुतर्फ लागौँ है त। आज हामी गौतम बुद्धको परिचय, बुद्ध जयन्तीको समय, यो चाडको महत्त्व, उहाँका मुख्य शिक्षाहरू र यसको विश्वव्यापी प्रभावलाई हेर्नेछौँ। पहिलो खण्ड गौतम बुद्धको परिचय, अर्थात् एक जागृत व्यक्ति। खासमा बुद्ध भनेको कुनै व्यक्तिको नाम होइन नि, यो त एउटा उपाधि हो जसको अर्थ हुन्छ जागृत व्यक्ति अथवा भनौँ पूर्ण ज्ञान प्राप्त गरेको मानिस। उहाँको वास्तविक नाम त सिद्धार्थ गौतम थियो। इतिहासलाई पल्टाएर हेर्ने हो भने उहाँको जन्म आजभन्दा करिब 563 ईसा पूर्वमा नेपालको लुम्बिनीमा भएको थियो। राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रको रूपमा उहाँले एउटा राजकीय परिवारमा जन्म लिनुभएको थियो। र यो टाइमलाइनले उहाँको जीवनका मुख्य मोडहरूलाई एकदमै प्रष्ट रूपमा देखाउँछ। हेर्नुस् त, लुम्बिनीमा राजकुमारको रूपमा जन्मिएर सुखशयलमा हुर्किएको मानिसले 29 वर्षको उमेरमा जब संसारको वास्तविक दुःख जस्तै रोग, बुढ्यौली र मृत्यु देख्नुभयो, तब उहाँले सत्यको खोजीमा त्यो विशाल दरबार नै त्याग्नुभयो। अनि 35 वर्षको उमेरमा बोधगयामा कठोर तपस्यापछि ज्ञान प्राप्त गर्नुभयो। अन्त्यमा 80 वर्षको उमेरमा कुशीनगरमा उहाँले महापरिनिर्वाण प्राप्त गर्नुभयो। साँच्चै एउटा राजकुमारदेखि महान आध्यात्मिक गुरुसम्मको यो यात्रा निकै प्रेरणादायी छ, हैन त? अब जाउँ दोस्रो खण्डमा, बुद्ध जयन्तीको समय, जुन चन्द्रपात्रमा आधारित छ। अब तपाईहरूलाई लाग्न सक्छ, बुद्ध जयन्ती ठ्याक्कै कुन दिन मनाइन्छ त? आधुनिक क्यालेन्डर हेर्दा यो चाडको मिति हरेक वर्ष किन परिवर्तन भइरहन्छ जस्तो लाग्छ नि? यसको पछाडि एउटा विशेष कारण छ। कुरा के हो भने बुद्ध जयन्तीको मिति परम्परागत चन्द्रपात्र अनुसार तय गरिन्छ। यो सधैँ वैशाख महिनाको उज्यालो पूर्णिमाको दिन पर्छ, जसलाई हामी वैशाख पूर्णिमा पनि भन्छौँ। चन्द्रमाको चक्रमा आधारित भएकोले नै हाम्रो अङ्ग्रेजी वा सौर क्यालेन्डरमा यसको मिति हरेक वर्ष केही दिन अघि पछि सर्ने गर्छ, तर पूर्णिमाको त्यो उज्यालो दिन भने सधैँ निश्चित हुन्छ। तेस्रो खण्ड, यो चाड किन यति धेरै महत्त्वपूर्ण छ? एउटा तेरो उत्सव। आउनुहोस् हेरौँ यसले कसरी एउटा गहिरो अर्थ निर्माण गर्छ। अङ्क 3, बुद्ध जयन्तीको सन्दर्भमा यो अङ्क साँच्चीकै जादुमय छ। तपाईलाई सुन्दा अचम्म लाग्न सक्छ, तर यो एउटै दिनले गौतम बुद्धको जीवनका 3वटा सबैभन्दा ठूला र ऐतिहासिक माइलस्टोनहरूलाई एकै ठाउँमा जोड्ने काम गर्छ। ती 3 महत्त्वपूर्ण घटनाहरू के हुन् त? पहिलो, नेपालको लुम्बिनीमा उहाँको जन्म। दोस्रो, बोधगयामा उहाँले प्राप्त गरेको बुद्धत्व अर्थात् बोधि ज्ञान। र तेस्रो, कुशीनगरमा उहाँको महापरिनिर्वाण। सोच्नुस् त, एउटै व्यक्तिको जन्म, ज्ञान प्राप्ति र भौतिक शरीरको अन्त्य, यी तीनवटै विशाल घटनाहरू यही एउटै वैशाख पूर्णिमाको दिन भएका थिए। त्यसैले त यो दिन विश्वभरिका शान्तिप्रेमीहरूका लागि एउटा अभूतपूर्व तेह्रो उत्सव हो। अब लागौँ चौथो खण्डतर्फ, मुख्य शिक्षाहरू र सिद्धान्तहरू, शान्तिको मार्ग। यहाँ सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने बुद्धका शिक्षाहरू कुनै सैद्धान्तिक कुरा मात्रै होइनन्, यी त हाम्रो दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका छन्। अहिंसा, शान्ति, करुणा, समानता र कर्म, यिनै उहाँका आधारभूत सिद्धान्तहरू हुन्। कसैलाई हानि नपुर्याउने, सबैलाई समान व्यवहार गर्ने र आफ्नो कर्मले नै आफ्नो भाग्य निर्माण गर्छ भन्ने उहाँको सन्देश आज पनि उत्तिकै सान्दर्भिक छ। बुद्धको दर्शनलाई अझै गहिराइमा बुझ्नको लागि 2वटा मुख्य आधारहरू छन्: 4 आर्य सत्य र अष्टाङ्गिक मार्ग। 4 आर्य सत्यले संसारमा दुःख छ र त्यसको कारण छ भनेर चिनाउँछ, साथै दुःखको अन्त्य सम्भव छ भन्ने आशा पनि दिन्छ। अनि त्यो दुःखबाट मुक्त हुने बाटो नि हो, त्यो बाटो नै अष्टाङ्गिक मार्ग हो। यी 8वटा सही अभ्यासहरूले मानिसलाई मुक्तिको बाटो देखाउँछन्। यी दुवै एकअर्का बिना अधुरा छन्। अनि ज्ञान प्राप्त गरिसकेपछि नि बुद्धले आफ्ना यी जीवन बदल्ने शिक्षाहरू पहिलो पटक सारनाथ भन्ने ठाउँमा दिनुभएको थियो। बौद्ध परम्परामा यसलाई धर्मचक्र प्रवर्तन पनि भनिन्छ। सरल भाषामा भन्नुपर्दा धर्मको पाङ्ग्रा घुमाउन सुरु गर्नु। ठ्याक्कै यही बिन्दुबाट उहाँको शान्तिको सन्देश डढेलो जस्तै संसारभर फैलिन सुरु भयो। अब अन्तिम खण्ड, विश्वव्यापी अवलोकन र विरासत। आज हामी यसलाई कसरी मनाउँछौँ?
अब यो स्लाइडमा सबैभन्दा रोचक कुरा के छ भने हजारौं वर्ष पुरानो आध्यात्मिक आदर कसरी आजका भौतिक कार्यहरूमा झल्किन्छ। बुद्ध जयन्तीको दिन मानिसहरू गुम्बा र स्तूपहरूको दर्शन गर्न जान्छन्, शान्तिको लागि प्रार्थना गर्छन् अनि दीप प्रज्वलन गरेर अन्धकारमाथि प्रकाशको विजय मनाउँछन्। विशेष गरी खाँचोमा परेकाहरूलाई दान गर्ने चलन छ। यी सबै कुराहरू बुद्धले सिकाएको करुणा र समानताको एकदमै सुन्दर उदाहरण हुन्। गौतम बुद्धको जीवन र बुद्ध जयन्तीको समग्र सारलाई हामीले एउटै वाक्यमा समेट्ने हो भने यो शान्ति र आध्यात्मिक जागरणको यस्तो विरासत हो जसले कुनै देशको सिमाना, जात-जाति वा वर्गलाई चिन्दैन। यो सम्पूर्ण मानव जातिको भलाइको लागि एउटा विश्वव्यापी र शाश्वत सन्देश हो। अब जाँदा जाँदै एउटा प्रश्नमाथि विचार गरौँ। हामी यस्तो आधुनिक युगमा बाँचिरहेका छौँ जहाँ तनाव र द्वन्द्व एकदमै छिटो फैलिन्छ। यस्तो बेलामा बुद्धका करुणा र ध्यानका ती प्राचीन शिक्षाहरूलाई केवल एउटा चाडमा मात्रै सीमित नराखी हाम्रो दैनिक जीवनका जटिलताहरू सुल्झाउन कसरी प्रयोग गर्न सकिएला? यो गहिरो प्रश्नसँगै आजको यो प्रस्तुति हामी यहीँ टुङ्ग्याउँछौँ। हामीसँग जोडिनु भएकोमा धेरै धेरै धन्यवाद।